चाहिँ 4 बलमा 2 रनको आवश्यक छ। सो हेलो नमस्ते, पक्कै पनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम ठिक छु। सो आज चाहिँ ठ्याक्क झोलासोला बोकेर चाहिँ टक्सारको उयसतिर लाग्नु थालेको होइन। सो भिडियो सुरु गर्नुभन्दा पहिला चाहिँ यदि भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्न नभुल्नु होला। सो पक्कै पनि सोच्नु भएको होला कि टक्सार त जाँदैछ तर किन जाँदैछ भनेर चाहिँ। सो मैले चाहिँ पहिलाको भिडियोमा पनि भनेको थिएँ होइन, हाम्रो गाउँको दाइहरूले चाहिँ क्रिकेट क्लब राख्दै हुनुहुन्छ भनेर चाहिँ। सो त्यसको लागि चाहिँ आज जानु लाग्यो। गेम चाहिँ भोलि 23 गतेदेखि छ। हामी चाहिँ आज 22 गते नै गएर यताउता मिलाउने भनेर चाहिँ जानु लाग्यो होइन। अहिले चाहिँ खानासाना खाएर निस्किसकेमा चाहिँ लगभग 10 बज्न लागिसक्यो। हामी चाहिँ यो ककटेल युथ सोसाइटी एउटा टिमले चाहिँ यो क्रिकेट क्लब राख्दैछ रुद्रक्षेत्र गाउँपालिका 4 किलोमीटरमा चाहिँ। सो आज चाहिँ उतातिर जानु लाग्यो। सो आज चाहिँ टक्सार चाहिँ जाँदैछौँ तर आज एउटा स्पेसल डे रहेछ होइन। आज चाहिँ हाम्रो एकजना साथीको चाहिँ बर्थडे। सो आज चाहिँ जे होस् रमाइलो हुन्छ जस्तो छ होइन। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला, के कस्तो हुन्छ कमेन्ट बक्समा प्रतिक्रिया दिनु नभुल्नु होला। चेरी त नदिए के दाइले दाइले चेरी नखाइदिने मात्रै थाइ बत्ताउँछ वाक्छ नलाइदिने भन्ने खाइदिने भने चेरी चाहिँ देखाएन न, चेरी नखाइदिए हुन्थ्यो। चेरी नखाइदिए के यार वाक्छ हैन, बर्थडे वाला त लाइदिनु पर्छ। बर्थडे लाइदिनु, बर्थडे वाला लाइदिनु जति लाइदिनु के पैसा आइ गरे ल पैसा नेक्स्ट इयर आउँछ भिडियो बनाऊ पैसा दिएको हामीले खाइदे पहिला त्यसले सागर बस्छ त्यही हैन होला सागर बस्छ। भोलि म्याच चाहिँ ट्याममा जितेर फाइनल जित्ने हामीले यो कडा के हो नि ट्रफी चाहिँ हामी घर लिएर जानु पर्छ। आइसक्यो ल सो आज चाहिँ अर्को दिन होइन। आज चाहिँ हिजो चाहिँ घरतिर आएर चाहिँ ठ्याक्क सिधै ग्राउन्डमा आएको अनि पिचेज बनाएर चाहिँ ठ्याक्क रेडी पारेर चाहिँ आज चाहिँ हाम्रो फर्स्ट गेम छ। फर्स्ट गेममै अब के कस्तो हुन्छ हेर्नु होला। एक विकेट गइसकेको छ होइन। अहिले चाहिँ ठक्क लगाएर 3 विकेट गइसक्यो। 2 ओभरमा रनिङ छ अहिले चाहिँ होइन। 3 विकेट चाहिँ गइसकेको छ ठक्क लगाएर। अति नै उत्कृष्ट बल फालेका छन् मोहम्मद राणाले। फेरि पनि आउट। अति नै राम्रो प्रदर्शन गरिरहेको छ थापा युथ क्लबले। सेकेन्ड टिमलाई फोन गर्न भन। क्याच 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 ल क्याच हो बे हम 6 विकेट चाहिँ गइसकेको छ। अर्को क्षति रनर बस रनर राम्रो 18 रनमा 6 विकेटको क्षति।
राम्रो कनेक्ट गरेका छन् पछाडि अहिले चाहिँ स्टार 11 चौताराले चाहिँ 47 रनको टार्गेट दिएको छ हैन चाहिँ अब हाम्रो सुरु भइछ पहिलो बलमै 4 रन हान्न सफल हाम्रो डन भाइ अत्यन्तै उत्कृष्ट बोलिङ एउटा बाउन्ड्री पछि राम्रो कमब्याक गरेका छन् बलरले सुधीर खड्काको एउटा बाउन्ड्री पछि राम्रो कमब्याक अत्यन्तै उत्कृष्ट बोलिङ लाइन टु लाइन लेन टु लेन अहिले चाहिँ 4 बलमा 2 रनको आवश्यक छ हाम्रो टिमलाई जित्नको लागि चाहिँ हैन नाइस तीन बला 1 रन तीन बलमा 1 रनको आवश्यकता सो हाम्रो गेम चाहिँ सुरुमै थियो हैन हामी चाहिँ जितिसक्यो अहिले चाहिँ टिमका टिम र टक्सारको चाहिँ भइरहेको छ हामी चाहिँ यता बल खोज्नको लागि हरायो भने बाहिरतिरको हो भने चाहिँ बल दिनको लागि यता बसेको छौँ धमाधम चलिरहेको छ गेम चाहिँ हैन चप्पल खोल्ला मेरा केटा सार्दा क्रिसले त ऋतिक रोशनले यहाँ पुच्चे यार क्या खेले हो भाई तो पौडी खेल्न लागि गर्छु बिस्तारै बिस्तारै सिक्छ कहाँ एकचोटि सिक्छ खोलिदेऊ न भने यार जानिन्छ बिस्तारै बिस्तारै खेला के भुल खेला त्यो मलाई त आउन्न મને એક લાખ જાન્छु લોટે ભન કાંચી લોટે દીदी પાલ્લે નહીં કેવટું જીતા લાર ખેલ્ने म हो र टाइम भएन यसो नगर ठ्याक्क लाएर टक्सर स्केट पार्कमा चाहिँ यहाँ दाइर चाहिँ हैन तिम्रो भलक सुरु भइसक्यो ल यता अमन र हाई गर्छु त ल लगाइदिउ न यो म हात त गर्छु ए ल ल लाइदिउ अझै ओइ रोड्ने मान्छे खेल्न त पहिला म जाँदैछु के त्यो त नदिनु अब त भलकोमा आयो सिधै दियो दाइ हजुर साँझ भलको हेर्नुलाई तल आएको त्यसको नट दिइसक्यो त्यो सुसु
ओहो ओमन त हिँडे हिँड्न नजानेर कहाँ बाङ्गी हिँड्ने हो सुशील हिँडेर देखाइदियो त ल जान्न जानु देव दाइ सिधा बिचबाट जान्न वाक्कै मुख थिएन असो दाइ थाक्नु हो र त्यही त तेरो त मैले उल्टे ज्याकेट हान्न सिकेको थिएँ ए हो र भाइ सिकाइदियो त राखिदिउँ न तिमीले हात छोप्नु सिकाइदियो चापै सुशील पालै पालो हो के खेल न तिमी नि यार आजको यस भिडियोलाई चाहिँ यतातिर अन्त्य गर्छु। आजको धेरै नै रमाइलो भयो होइन, स्कुट खेल्यो क्रिकेट गर्दै जित्यो बी र सी टिमले चाहिँ। भोलि सेमी फाइनल छ। सो आजको भिडियोलाई चाहिँ यतातिर अन्त्य गर्न चाहन्छु र के कमजोरी भएन चाहिँ प्रतिक्रिया दिन नभन्नु।